हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म बाख्रा गोठालोतिर जाँदैछु। म चाहिँ आज बाख्रा गोठाला गएको। यहाँ चाहिँ देमा हुनुहुन्छ। यहाँ चाहिँ हामी बाख्रा गोठाला जाँदैछु। हामी मात्र होइन, पर घरको पनि हामी निनीहरूले पनि लानुहुन्छ। हामी चाहिँ यहाँको पनि बाख्रा लानुहुन्छ। यहाँ चाहिँ अघिल्लो पुसे आज त पानी बोकेछ त नि नबोक्नु न ल, पुसे बोक्नु न। यस्तो गर्छ भने थाहा छ। अनि यहीँ हो हामी दुईजनाको पानी। यहाँ चाहिँ निनी हुनुहुन्छ। दाजुको पानी पिसाब भित्र होला। हाम्रो बाख्रा हामी चाहिँ कतिजना छौँ? जङ्गलै रमाइलो लाग्नु थाल्यो। 4 जना जतिको ठालो गइँदैछ। हाम्रो बाख्रा यति धेरै छ गाइस। हाम्रो गाउँ यस्तो छ न। यहाँ चाहिँ यो यिनीहरू चाहिँ हाम्रो सेनापतिहरू होइन। के मेरो नि अलिकति के भइरहेछ? यो चाहिँ हाम्रो देमा। हाम्रो बाख्रा चाहिँ मेरो मामाले हो। मेरो मामाले हो। यो चाहिँ ममा हामी चाहिँ गोठा अब जङ्गल जानु पुग्छौँ। हाम्रो बाख्रा चाहिँ यसरी गइँदैछ गाइस। हामी चाहिँ यसरी गइँदैछ। डरपोक हाम्रो चुप्छ पनि त। हामी चाहिँ यसरी गइँदैछ। माथि कुकुरहरू बाँच्दैछ। पपी र रातो बाँच्दैछ कुकुरहरू माथि। माथि डेमा रङ्गो रहेछ। ए हो किनहरू त पप्पीको कामै छैन। न मासु मार्छ, अझ मासु मार्ने खालको जनावर। घुमेर आउँछ दुईटा दिनु मलाई। पुसाइ दुईटा दिनु न। शिकार गरेर आउँछ। त्यो पप्पी चाहिँ माछाले बाटोमा बसेर मधु खाए बलमा लुएको रहेछ होइन। पुसाइ होइन, उहाँलाई चिन्नुहुन्छ भने जेलमा लगाइदिनु भनिदिनु भने के हुन्छ होला बुझ्नु। हाम्रो जङ्गलको परिस्थिति राम्रो छ नि गाइस। अब तल गएर म राम्रो देखाइदिन्छु ल। हामी त जङ्गल आइपुग्यौँ। कतिवटा चाहिँ कोसी देख्नु मैले त। कतिवटा चाहिँ कोसी हो तल। यो हामी चाहिँ अब तल जान्छौँ। तपाईँहरूले म राम्रो ठाउँ ल्याउँछु होइन। यो फुल चाहिँ फुल सेतो फुलको नाम के हो अरे? त्यो सेतो के राम्रो फुल छैन यो फुल त। तर तपाईँहरूले मजाले देख्नुहुँदैछ होला। तर यो फुल त राम्रो छ नि फेरि। यो फुल कस्तो राम्रो छ। अहिले चाहिँ हामी भिरबारीतिर
आइपुग्यौँ भिरबारीतिर आइपुगेको हाम्रो जङ्गलको नाम चाहिँ थाहा छ क्या भिरबारी के छ अहिले चाहिँ हामी भिरबारीतिर आइपुग्यौँ गाइस त्यो छ है हाम्रो जङ्गल हामी चाहिँ अहिले चाहिँ भिरबारीतिर आएँगे अब यो भिरबारी भन्दा पनि तल निङ्ग्रो घरतिर छ नि आज निङ्ग्रो टिप्नु पर्ने छ नि त त्यसैले गर्दा आज म जङ्गलको नाम चाहिँ हो नि घरे हुँदा यहाँ आइपुग्यौँ मलाई खाँदैन माटो नै खाइदियो एकछिन म त हाम्रो खाजा चाउ मलाई खाँदैन त के पनि खाँदैन खाने चाहिँ त्यो जङ्गलको नाम नै थाहा छैन आलु कता कता अनि कान्छीमा पिरोको नाम थाहा छ होइन त्यो ठुलो है बडा भाषा चाहिँ बुझिसक्यो बिस्कुट खाने रहेछ त्यो डाँडो भोटेर रहेछ अब त खाएको यस्ता हामी चाहिँ जङ्गलको बिचतिर आइपुग्यौँ। यता हामी चाहिँ हिजो पनि केटीले गयो होइन, तिर त्यता आएको छैन। अझ पनि हामी चाहिँ फलेको छ अहिले पनि। निङ्ग्रा टिप्नु भनेर ल्याएर भरे आमालाई बसेको बोकेर
तर अमलाको अचार त मिठो आउँदैन फेरि यहाँदेखि यसरी तोड निकाल्नु छैन त अमला त्यो उयो पहिला हामीले लगेको थिएनौँ त्यो उयो गइदिउँ त्यो त पोस होला नाइले मलाई अमलाको अचार बनाएर दिनुभएको छ कस्तो मिठो भएको थोरै मात्रै दिनु म चाहिँ छौँ जङ्गलतिर गाइस कतै राजेको छ हामीले हिजो त ओटा लगेको छौँ फेरि चाहिँ बेला यहाँ आइपुग्यो यो हिँड्छ हाम्रो पछाडि पछाडि हिँड्छ ऊ त्यो खुट्टा टेकिँदै हुन्छ तर पनि यो कालको खराब कहाँ गएको हामी अब भरे कहाँदेखि निकाल्ने हो यहाँ पो दाउरा त राम्रो राम्रो फेरि नि यो बिरबारी के भिरै भिर खालको भिरबारी होला नि निङ्रो गाडी भन्दै निङ्रै गाडी लिएर आउनुभयो खुट्टा हेर्दै हिँड्छ क्या यो कुकुर त वारू ए अनि
गाइज मेरो ब्लग चाहिँ आज यति नै हो बाई बाई